हजुर साप सर्प नागहरू हजुर नागहरू चाहिँ यस्तरी बतारिँदै 2-4 वटा पुरा यस्तरी चाहिँ पुरा यस्तै सिन्दुरहरू लगाएका है हजुर निस्किए रे के प्रकट भए रे ए हजुर ल सो फाइनली गाइस हाम्रो यात्रा चाहिँ जलजला तर्फ लागिरहेका छौँ अहिले हामी सर नमस्कार जलजला सर यो अहिले हामी चाहिँ फुन्टीबाङमै यो खेरबाङ भन्ने ठाउँमा आएका छौँ अब केही समय पछाडि हामी फुन्टीबाङ भन्ने ठाउँमा पुग्छौँ बाटो एकदम अवरोध छ गाह्रो छ बाटो चाहिँ अब यो चाहिँ जलजला खबाङदेखि करिब 2-3 किलोमिटर हामी हिँडिसकेका छौँ तपाईहरुलाई चाहिँ आज मजाले जलजला घुमाउने छौँ साथीहरू यो भिडियो स्किप नगरेर हेर्नु होला जलजला चाहिँ रोल्पा जिल्लाको एकदम प्रसिद्ध धार्मिक स्थल हो हाम्रो यात्रा जलजलातर्फ तय भएको छ के गर्छ नि बाबुले कता हो बाबु यहाँनिर फेरि बाटो डेन्जर छ क्या त्यो छ साथीहरू है अब यसलाई त यसरी हान्नु पर्छ नत्र भने गाह्रो हुन्छ यसरी के छ अनि सुनिल सर कस्तो भइरहेछ जलजलातर्फको यात्रा एकदम एडभेन्चरिङ भइरहेछ यस्तो छ गाइड बाटोको अवस्था यस्तो छ साथीहरू ब्यागले मोमेन्ट हानिरहेको हो त मोमेन्ट ब्यागले पछाडि मोमेन्ट हानिरहेको छ होइन बारी स्याउबारी देखाउनु त राम्रो उत्पादन हुन लागेको छ र कतिपय भइसकेको छ बाटो चाहिँ जलजला जानलाई चाहिँ 2वटा छ पारीदेखि पनि जान्छ घाँटीदेखि पनि जान्छ अहिले चाहिँ हामी सलाबको बाटो सलाब हुँदै जलजलाको बाटो गइरहेको छौँ पारीको बाटो चाहिँ ठाडो उकालाई हुनुपर्छ यताबाट बाइकमा हिँडेपछि अलिकति कम हुन्छ हिँड्नलाई त्यही भएर सो बाइक जहाँसम्म पुग्छ त्यहाँसम्मको हाम्रो यात्रा गरिरहेका छौँ यहाँनिर अगाडि चाहिँ एकदम ठुलो खाल्डो छ पानीको यहाँ चाहिँ जतिखेर पनि लोट्ने हुन्छ कि अब म एकचोटि के अरे त्यो गुराँस पदयात्रामा जाने बेला यहीँ पल्टेर चोट लाग्यो यार फेरि चोट लाग्यो यहाँनिर यताबाट हालेँ मैले बिचमा हाल्नुपर्ने रहेछ हो यो बाटो हालेपछि ठिकै नहुने र उता छेउमा मकै छ बर्खा लागेको छ जलजला चाहिँ माथि कुहिर लागेको ठाउँमा हो साथीहरू माथि देखिरहनु भएको छ जलजला त्यो लागेको छेउमा हामी जान लाग्छौँ मकै धला छ यसरी ठिक अहिले हामी फुन्टीबाङ गाउँमा आइपुगेका छौँ अब यहाँनिर चाहिँ लेखिएको छ बोर्डमा पारी यहाँनिर छौँ यो चाहिँ 5 नम्बर उवा जाने बाटो हो हाम्रो बाइक उतापट्टि राखेका छौँ त्यहाँदेखि चाहिँ माथि जलजला जाने हो हाम्रो यात्रा चाहिँ अब त्यहाँदेखि माथि जान्छ हामी चाहिँ अहिले साथीहरूलाई पर्खिरहेका छौँ ल हामी अहिले चाहिँ ठिक सोलाब भन्ने ठाउँमा आएका छौँ त्यस पछाडि हाम्रो यात्रा अब माथि जलजलातर्फ जानेछौँ सिधै उकालो चढ्नेछौँ बाटो
एकदम डेन्जर छ, अवरोध छ, पानीले पुरै बिगारेको छ। अनि साथीहरूलाई पर्खेको साथीहरू अलि ढिलो गर्नुभयो, हामी उठिसक्यौँ। अब चाहिँ लास्टै बाटो चाहिँ एकदम अवरोध छ, एकदम अप्ठ्यारो छ। जहाँसम्म बाइक जान्छ हामी त्यहीसम्म यात्रा गर्नेछौँ बाइकमा, त्यस पछाडि हामी पैदल यात्रा गर्नेछौँ। बाटोको अवस्था यस्तो छ। चाहिँ आज मौसमले एकदम साथ दिएको छ। जोस् पानी चाहिँ परेको छैन, मजाले घाम लागेको छ। त्यही भएर चाहिँ यात्रा गर्नलाई पनि एकदम सहज भइरहेको छ। बाटो हेर्नु, बाटो ओहो पानी यति शक्तिशाली हुन्छ कि के भन्ने रे यार, कहाँदेखि हाल्ने हो तर है। यस्तो फुल फुल्या छ माथि, हेर्दा दामी जलजला नपुग्दै यस्तो दामी फुल फुल्या छ। जलजला पुगेपछि कस्तो दामी होला क्या है। मजा आइरहेछ यार। ओ धनसर जलजला गइरह यार, माथि यार बाइकको लास्ट पोइन्ट। तपाईँ कहाँ हुनुहुन्छ? हो बाटो यार यहाँ धोस्तै छ कि बाटो यार, खतम छ। यतिसम्म त आएको छ, अब माथि जान्छ कि जान्न। त म थबाङ गाउँ जुम गरेर देखाइदिन्छु। ल यस्तो छ बाटो हो। अहिले चाहिँ हामी चाहिँ तल देखिरहेको हामी चाहिँ यो ठाउँदेखि आएको हो थबाङको। यो दुईटा रुखको बिचमा देखिरहेको अलिअलि गाउँ जस्तो, त्यहाँदेखि हामी चाहिँ माथि हुँदै तल हुँदै आएका छौँ। अझै हामी हिँड्नेछौँ। यस्तो छ। जताततै अँध्यारो भएको छ साथीहरू। हाम्रो यात्रा निरन्तर जारी छ। पुरै बाटो डेन्जर छ, त्यही माथि कुहिरो लागेर बाटै देखिरहेको छैन। बक्नु सरिसक्यो नि। समातल यस्तो छ साथीहरू जलजला। हामी अहिले हाम्रो यात्रा जलजलातर्फ गइरहेका छौँ। बाटो नयाँ गरेको बाटो खोलेको छ। सो गाइस
हामी चाहिँ करिब 50% बाटो हिँडिसकेका छौँ गाइज। ल सो फाइनल्ली हामी जलजला आइपुगेका छौँ गाइज। यस्तो रमाइलो ठाउँमा हामी निकै दुःख कष्ट गरेर हिँडेर यतिकै जलजलामा आइपुगेका छौँ। फुलहरू फुलेको छ, हरियाली लागेको छ। जलजला आफैमा काफी छ नाम। निकै सुन्दर निकै रमणीय ठाउँ जलजलामा आइपुगेका छौँ हामी गाइज। अब तपाईँहरूलाई जलजलाको भ्यू अवलोकन गर्नेछौँ, तपाईँहरूलाई देखाउनेछौँ। जलजलामा आज हुस्सु लागेको छ, कुहिरो लागेको छ। केही समयपछि तपाईँहरूलाई चाहिँ पुरै मनोरञ्जन दिनेछौँ जलजलाको लागि। हुस्सु लागेर जलजला केही पनि देखिरहेको छैन साथीहरू। आइपुगेका छौँ हामी जलजला। यहाँ 6 बजी आउँछ नि यहाँ बुहारी। त्यहाँ रेली देखाउनु। छाती चर्केको चर आकै छ। नेगी होला उमर रिटा फिर यार से उठ दे ल रिटा घुमन जलजलाको फुल गाइज। सुनिल हामी त अघि नै यहाँ बनाउनु पर्ने कि भिडियो। है हजुर सुनिल महटा चाहिँ खतरा छ यहाँ। तान्नु तान्नु भयो।
एकैछिन है अलि बिस्तारै पानीले गाह्रो भयो के ओके पूजा हजुर हजुर यस्तो छ साथीहरू भित्र कति मिटरसम्म छ भित्र चाहिँ अब कति मिटर छ म फुल चढाउँछु अब ल यस्तो छ साथीहरू हामी भित्र गुफाभित्र गइरहेका छौँ तर खतरा डर लाग्ने रहेछ यार बापरे पानी निस्किया छ होला है पुरा पानी हुन्छ यहाँनिर हजुर यहाँको चाहिँ पुरानो चाहिँ भनाइअनुसार के छ भन्दाखेरि हजुर यहाँनिर एउटा चाहिँ थियो अरे होइन हजुर यो ओखल जस्तो हुन्छ नि हजुर पुग्छौँ नि हजुर हजुर त्यस्तै खालको चाहिँ यत्रो चाहिँ तलसम्म गएको हजुर अनि ठ्याक्कै यहाँनिर कहाँनिर हजुर त्यसैको तलको चाहिँ त्यो ओखलको साइजमै माथि चाहिँ यत्रो चाहिँ हजुर भिखेको जस्तै छ फेरि यहाँनिर चाहिँ टुनुलको यहाँ माथिदेखि यहाँसम्म आएको थियो क्या हजुर अनि यो दुईटा बिचमा यति गेप थियो होइन हजुर अनि त्यस्तो थियो अहिले त्यो भड्काएका पुऱ्याएछन् अहिले हजुर अनि त्यो भित्र पानी चाहिँ जहिले पनि हजुर जति पानी भरे पनि पानी सटाउ नघट्ने क्या ए त्यस्तो चाहिँ रहेछ यहाँनिर होइन हजुर अनि यहाँनिर पानी रह्यो भने चाहिँ थपाङ समग्र यो एरियाभरि चाहिँ सुविकाल हुन्छ अरे होइन हजुर अनि त्यसभित्र चाहिँ पानी सतह घट्यो भने अथवा पानी भएन भने चाहिँ अनिकाल हाहाकार के ए हजुर त्यस्तो चाहिँ हुन्थ्यो अरे क्या पहिला चाहिँ यहाँनिर चाहिँ यहाँको चाहिँ देवताहरू चाहिँ अब अदृश्यमै होइन हजुर तर पनि मान्छेहरू यहाँ बास बस्न आउनेहरूलाई सबै विभिन्न खालको चाहिँ हजुर 84 व्यञ्जन चाहिँ खानेकुराहरू चाहिँ तयार हुन्थ्यो अरे क्या सर यहाँनिर पहिला मान्छे आउने बेला पहिला मान्छे आउने बेला अटोमेटिक अनि मान्छे कोही पनि नदेखिने यहाँनिर हजुर अनि अब के भन्छ पाहुनाहरूले चाहिँ भन्नुहुन्थ्यो अरे हामीलाई चाहिँ यत्रो चाहिँ अब स्याहार सत्कार गर्नुहुन्छ यत्रो चाहिँ होइन हजुर अब खाने चिजहरू हरेक चाहिँ गरिदिनुहुन्छ को हुनुहुन्छ यहाँनिर चाहिँ अदृश्यमै हामीले पनि दर्शन गर्नु पाऊँ भन्ने चाहिँ त्यस्तोहरू अब रूपमा भएको रहेछ क्या हजुर अनि त्यो त्यस्तो चाहिँ भन्दाखेरि चाहिँ पछि चाहिँ अब 1 दिन 2 दिन 3 दिन पछि चाहिँ हजुर यहाँबाट भित्रबाट चाहिँ अब त्यस्तो गोमन सर्प नागहरू चाहिँ यस्तरी बतारिँदै 2-4 पुरा यस्तरी चाहिँ पुरा यस्तै सिन्दुरहरू लगाएका है हजुर निस्किए अरे क्या प्रकट भयो अरे अनि डरले चाहिँ भागेर ताप कसरी बिचरा पाहुनाहरू है जो पनि त डराइन्छ नि त्यस्तो चाहिँ शक्ति थियो अरे यहाँनिर दैवी शक्ति थियो चाहिँ होइन हजुर त्यस्तो थियो अरे कि पाहुनाहरूलाई अहिले चाहिँ अब हजुर ए के होइन त्यही त सुनको थालीहरूमा पनि राखिदिन्थ्यो अरे त यहाँ खाना होइन हजुर खाना मान्छेहरू आएको बेलामा हजुर अनि एकचोटिखेर अर्को मान्छेलाई चाहिँ भुट सवार भएछ होइन उसलाई पुरा लोभ लागेको छ हजुर सुनको प्लेट थालहरूमा पुरा यत्रो चाहिँ खानेकुराहरू है हजुर 84 व्यञ्जन आइटमहरू पुरा हजुर मान्छेलाई लोभ लागेछ हजुर कोही पनि छैन नि त नभएको बेलामा चाहिँ उठाएर लानुपर्छ भनेर चाहिँ हजुर
उठाएर लगेछ त्यो हजुर त्यो मान्छेले हजुर अनि तत्कालै उत्तिखेर पुरा हजुर पानी परेर हजुर उत्तिखेर चाहिँ के बाटोमा हजुर त्यसलाई चाहिँ त्यस्तो चाहिँ अब अप्ठ्यारोमा चाहिँ यहाँ के अरे अप्ठ्यारोमा पार्यो अरे हजुर एकदम राम्रो छ यहाँको अनौठो भनेको त्यो पानी कहिले पनि सुक्दैन कि चराभार हुन्छ होइन चराभार हुन्छ कहिले बग्ने पनि बग्ने होइन सुक्ने पनि होइन बग्ने पनि होइन त्यहाँ पानी छ हामी गयौँ हेऱ्यौँ त्यहाँ पुरा पानी निस्केर छ पहिले यत्रो टुडुलको आएको थियो त यो के भन्छ कुखुराको चाहिँ मुटुको आकारमा के यत्रो यस्तो भएर तल आएको के झुन्डिएको होइन तर त्यसैको साइड त्यहाँ फेरि ओखल जस्तो पोल फेरि तलसँग गएको क्या हामी अलिक सानो हुँदाखेरि यति यति पाखुरा डुबाएर चाहिँ के भन्छ तल छाम्दाखेरि पनि नभ्याउने क्या तल त्यस्तो अहिले त्यो छैन पुरेर चाहिँ गएको रहेछ